अब चाहिँ कता हामी के गर्छौँ भन्दा चाहिँ सुरुमा गुगलमा गएर युएस भिजा स्केड्युलिङ नेपाल भनेर सर्च गर्छौँ। अनि यसपछि चाहिँ यहाँ हामी सेकेन्डवाला यो युएस एम्बेसी इन नेपाल .gov भएको यो एम्बेसीको चाहिँ भिजा विजार्ड पेज भन्ने छ, यो लिङ्कमा चाहिँ यो वेबसाइटमा चाहिँ हामी जान्छौँ। त्यसपछि गएर हामी स्क्रोल डाउन गर्दै गएर हामी यहाँ सेलेक्ट लोकेसन भन्ने चाहिँ एउटा अप्सन छ, त्यहाँ गएर नेपाल सेलेक्ट गर्छौँ। अनि यो भएपछि चाहिँ यहाँनिर एउटा लिङ्क आउँछ, सो वी गो इन्टु द लिङ्क। अब यहाँ नेपाल हाम्रो करेन्ट लोकेसन चाहिँ एउटा लाइक अल्फाबेटिकल लेटर अनुसार हुन्छ। अनि हामी नेपालको लागि एन सेलेक्ट गरेर नेपालमा जान्छौँ। अब हामी F1 भिजा स्टेटसको लागि चाहिँ इट इज नन इमिग्रेन्ट भिजा। अनि यहाँनिर चाहिँ नोटिस अनि एउटा सानो पोलिसीहरू एउटा छ लिस्ट, डु रिड दिस। अनि यो भिजा लगइन भन्ने ठाउँमा हामी जान्छौँ। सो अब चाहिँ हामी यहाँ साइन अप गर्छौँ, किनकि हाम्रो त अकाउन्टै छैन नि त। सो यो नयाँ पोर्टलमा चाहिँ वी विल साइन अप है। सुरुमै चाहिँ साइन इन गर्ने होइन कि यहाँनिरबाट साइन अप गर्ने। सो युजर नेममा चाहिँ हामीले केही युनिक राख्छौँ। अब जिमेल राख्ने होइन युजर नेममा, एनिथिङ होइन, युनिक टु यु। म चाहिँ यो राख्छु। अनि पासवर्डमा आफ्नो के पासवर्ड राख्नु छ त्यो राखे भयो। अनि विल कन्फर्म द पासवर्ड। अनि यसको लागि चाहिँ हामी यहाँ जिमेल आफ्नो इमेल राख्छौँ। यहाँनिर चाहिँ हामीले एउटा भेरिफिकेसन कोड पाउँछौँ। सो लेट्स सेन्ड गर्न राख्थ्यौँ, आउँदै गर्छ त्यतिन्जेल हामी चाहिँ आफ्नो डिटेलहरू भर्दै जाऊँ। गिभन नेम, सरनेम। अब यहाँ चाहिँ हामीले सेक्युरिटी क्वेसनहरू हाल्नुपर्ने हुन्छ। चाहिँ सर्टेन लिस्ट अफ क्वेसन्सहरू हुन्छ, डिफ्रेन्ट सेट अफ क्वेसन छ, 3टा सेट। सो एनिथिङ होइन, हामीले चाहिँ अब यहाँ कार, मेरो फर्स्ट कार के थियो भनेर चाहिँ आई राइट एनिथिङ, एउटा कारको नाम होइन। चाहिँ मैले सम्झिनु पर्ने हुन्छ, किनकि हामीले एभ्री टाइम लगइन गर्ने बेलामा चाहिँ हामीलाई यो क्वेसनहरू सोध्छ लगइन गर्नुभन्दा अगाडि। अनि अर्को सेट अफ क्वेसन छ, वाट स्कुल डिड यु अटेन्ड भनेर चाहिँ म यहाँ लेखिदिन्छु। अनि लास्ट सेट अफ क्वेसनमा चाहिँ यो सेट अफ क्वेसनहरू आउँछ। सो आई राइट माई चाइल्डहुड हिरो, सम्झिन सजिलो छ। अब त्यसपछि गएर हाम्रो चाहिँ यहाँ कोड आएको थियो एउटा, यहाँनिर कोड आएको छ। सो विल राइट दिस कोड। भेरिफाई गर्ने। अब यहाँ इमेल इज भेरिफाइड भनेर यसरी देखाउँछ, अनि कन्टिन्यू गर्ने। सो क्रिएट होइन, अब पोर्टल हामी क्रिएट गर्छौँ। अब बल्ल हामीले अघिको युजर नेम, पासवर्ड अनि क्याप्चा हालेर साइन इन गर्ने। यो थियो। अनि हामी चाहिँ यहाँ क्याप्चा सो अब चाहिँ हामी साइन इन गर्छौँ होइन। अब हामीले अघिको जुन सेक्युरिटी क्वेसनहरू हालेको थियो, यहाँनिर चाहिँ हामीले लगइन गर्नुभन्दा अगाडि हाल्नुपर्ने हुन्छ। र अब विल कन्टिन्यू। सो यति भइसकेपछि चाहिँ हाम्रो यो पोर्टल चाहिँ क्रिएट भएको छ होइन। यो प्राइभेसी पोलिसीहरू छ, विल जस्ट रिड होइन, सरर के भनेको छ एकचोटि पढ्ने। अनि त्यसपछि आई हेभ रेड एन्ड अन्डरस्टुड द सिस्टम युज एन्ड प्राइभेसी पोलिसी भनेर चेक गरेर कन्टिन्यू गर्ने। अब चाहिँ यहाँनिर हाम्रो डिटेलहरू छ होइन, त्यो हामीले चाहिँ
पर्ने, सेलेक्ट गर्ने कन्ट्री नेपाल, प्रिफर्ड ल्याङ्ग्वेज इङ्ग्लिस नेपाली जे राख्दा नि भयो, आई प्रिफर इङ्ग्लिस हैन। सो सबमिट। gmail.com। ओके, लेट्स सबमिट। यति भइसकेपछि चाहिँ हाम्रो सिजिआई पोर्टल क्रिएट भयो। अब हामीले यहाँ स्टार्ट एप्लिकेसनमा गएर हाम्रो नाम, डेट अफ बर्थ, जेन्डर, कन्ट्री यो सबै हाल्नुपर्ने हुन्छ। यो पनि म देखाइदिन्छु। कन्ट्री अफ बर्थ नेपाल, अनि जेन्डर मेल, फोन नम्बर केही राखिदिने आफ्नो नम्बरहरू हैन। एउटा सर्टेन नम्बरहरू राखिदिने, फेरि हामी नम्बर राखिदिन्छौँ। अनि इमेल यहाँ अलरेडी सेटअप छ। अनि हाम्रो मेलिङ स्ट्रिटहरू, त्यसपछि गएर यहाँ आएर हाम्रो पासपोर्ट डेट, पासपोर्ट नम्बर, प्लेस अफ इस्यु यो सबै हुन्छ। यहाँनिर चाहिँ हामीले भर्दै जाने पुरानो सिजिआई पोर्टलको जस्तरी नै हैन। हाम्रो पासपोर्टमा पाउँछ यो सबै डिटेलहरू, पासपोर्टमा जे छ त्यही नै लेख्ने हो। अनि यसमा पनि पासपोर्टमा जे छ त्यही लेख्ने हो। मेलिङ स्ट्रिट भनेको चाहिँ आफ्नो एरिया भयो, सिटी चाहिँ कुन सिटीमा बस्छौ त्यो, मेलिङ स्टेट र प्रोभिन्स चाहिँ पासपोर्टमा जुन प्रोभिन्सबाट बनेको छ नि पासपोर्टमा चाहिँ जुन प्रोभिन्स छ त्यही लेख्ने। अनि जिप कोडमा नि पासपोर्टमा जुन सिटी मेन्सन गरेको छ त्यही लेख्ने हैन। यति भइसकेपछि सबमिट गरिदिने। अनि त्यसपछि गएर भिजा चाहिँ अहिले त्यसपछि चाहिँ आइडेन्टिटीहरू लिने, अनि त्यसपछि एमआरबी फी पे गर्ने। त्यसपछि गएर बल्ल यहाँ चाहिँ हामीलाई स्केड्युल अपोइन्टमेन्ट भन्ने अप्सन देखाउँछ। त्यहाँ गएपछि चाहिँ हामीले अपोइन्टमेन्ट स्केड्युल गर्न मिल्छ। अनि त्यसपछि हामीले त्यहाँबाट अपोइन्टमेन्ट कन्फर्मेसन लिन्छौँ अनि हाम्रो चाहिँ भिजा स्केड्युल हुन्छ। सो यति नै थियो। दिस इज हाउ यु क्रिएट द सिजिआई पोर्टल अहिलेको अपडेटेड भर्जनमा।